लागेको छ त्यसको हामीले आलोचना पनि गरेका छौँ। जहाँसम्म तपाईँहरूको अहिले उठाउनु भएको मुद्दा छ त्यसबारेमा म आफै संलग्न भएर सरकारको तर्फबाट शिक्षकसँग वार्ता गरेर हामीले सम्झौता गरेको हौँ। यो अभियानको सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छौँ। नेपाल शिक्षक महासङ्घले अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै सुरु गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा धरना दिएको छ। मङ्गलबार सत्तारूढ नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपा र बुधबार नेकपा एमाले कार्यालयमा धरना दिएका शिक्षक र विद्यालय कर्मचारीले शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा धरना दिएका हुन्। धरनाको क्रममा पार्टी कार्यालय प्रवेश गर्दै गरेका नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले शिक्षकहरूले आन्दोलन गरिरहनु नपर्ने र हामीले परिमार्जनसहितको शिक्षा ऐन चाँडोभन्दा चाँडो ल्याउन पहल गर्ने कुरा बताए। यसै गरी नेकपा माओवादीका महासचिव देव गुरुङले शिक्षकहरूको ज्ञापन पत्र बुझ्दै शिक्षकका मागहरू जायज भएको बताए। दोस्रो चरणको आन्दोलन अन्तर्गत शिक्षकहरूले चैत्र 5 गतेसम्म विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धरना दिने कार्यक्रम तय गरेका छन्। शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक 2080लाई शिक्षा ऐनको रूपमा संसदको यही हिउँदे अधिवेशनबाट जारी गर्नुपर्ने आफूहरूको प्रमुख माग भएको कुरा बताए। उनले भने विगतमा पटक पटक आन्दोलन गरेर सहमति भएका छन्। ती सहमतिहरूलाई सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन यही हिउँदे अधिवेशनबाट जारी गर्नुपर्छ। दबाव निर्माण गर्नका लागि आन्दोलनमा छौँ। महासङ्घले पहिलो चरणको आन्दोलनपछि पनि ठोस पहल नभएको भन्दै अब सङ्घर्षलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ। पार्टी कार्यालयहरूमा धरनाको कार्यक्रमपछि सांसदहरूसँग भेटघाट तथा पक्षीकरण, काठमाडौँमा रिले अनसन र विद्यालय बन्द गरेर काठमाडौँमा अनिश्चितकालीन सडक आन्दोलन गर्ने महासङ्घको तयारी छ। कानुनमा यो अभिव्यक्त हुनुपर्छ, त्यसको प्रतिबन्ध स्पष्टसँग कानुनमा हुनुपर्छ भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ। त्यही आधारमा सरकारले प्रस्तुत गरेको विधेयकमा पनि अझै कमी कमजोरी भयो भन्ने महसुस गरिसकेपछि हामीले हाम्रा सांसदहरूलाई निर्देशन दिएर शिक्षकसँग भएको सम्झौता अनुसार नै यो ऐन अगाडि बढाउनु पर्ने भएको कारणले संशोधन प्रस्ताव राख्नुहोस् भनेर संशोधन प्रस्तावहरू राखिएको छ। अहिले यो समितिमा छ। हामी समितिमा शिक्षकसँग भएको सम्झौतालाई त्यहाँ प्रष्ट सम्बोधन हुने गरी कानुन बन्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण रहेको छ। त्यसमा हामी पूर्ण रूपले प्रतिबद्ध छौँ, त्यसमा लाग्छौँ। अहिले यहाँ भन्नुभन्दा बढी के भन्नु, उहाँहरूसँग सरकारले जे सम्झौता गरेका छ त्यो सम्झौताका सबै पक्षहरू यो प्रावधानहरू अहिलेको ऐनमा पर्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ। त्यस आधारमा संशोधन प्रस्तावमा समेत हामीले हाम्रा सांसदहरूलाई त्यसको निर्देशन दिएर संशोधन प्रस्ताव राखिन्छ। समिति सानोठिमी भक्तपुर, श्रीमान अध्यक्षज्यू, नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालय पेरिस डाँडा काठमाडौँ। विषय ध्यान आकर्षण पत्र। नेपाल शिक्षक महासङ्घ नेपाली शिक्षक कर्मचारीको आधिकारिक पेसागत छाता सङ्गठन हो। यो संस्थाले गुणस्तरीय विद्यालय शिक्षाको विकास र नेपाली शिक्षक कर्मचारीको हकितका पक्षमा निरन्तर आन्दोलन गर्दै आएको कुरा सर्वविदित छ। यस क्रममा विगतमा धेरै पटक आन्दोलन भई नेपाल सरकारसँग थुप्रै सहमतिहरू भएका छन्। विगतमा भएका ती सबै सहमति सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन आउन आवश्यक छ। विद्यालय शिक्षा विधेयक अहिले संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत छलफलमा रहेको छ। तर उक्त विधेयक जुन गति र प्राथमिकताका साथ अघि बढाइनुपर्ने हो त्यो ढङ्गमा कसैबाट काम भइरहेको छैन। यसले राज्य पक्ष विद्यालय शिक्षा ऐन जारी नगर्ने नियतमा रहेको देखिन्छ। स्थायी राहत, साबिक उमावि, अस्थायी करार, बाल विकास सिकाइ अनुदान, विशेष शिक्षा प्राविधिक धार, निजी तथा संस्थागत विद्यालयका शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू अब जारी हुने ऐनबाट सम्बोधन हुनै पर्दछ। तर समय बित्दै जाँदा विद्यालय विद्यार्थी शिक्षक र कर्मचारी
मन्त्री विद्यालय शिक्षा ऐन ल्याउने क्रममा गम्भीर षड्यन्त्र हुन थालेको देखिन्छ। यही परिस्थितिलाई मध्यनजर गरी नेपाल शिक्षक महासङ्घले फेरि आन्दोलन थालनी गरेको छ। विक्रम सम्वत 81 फागुन 24 गते पहिलो चरणको आन्दोलन पुरा भएको छ भने फागुन 27 गतेबाट हामीले दोस्रो चरणको आन्दोलन सुरु गरेका छौँ। विगतका सबै सहमति सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी गर्ने पक्षमा सक्रिय पहल कदमी गरिदिन हुन आग्रह गर्दछौँ। लक्ष्मी किशोर सुवेदी अध्यक्ष, तुलाबहादुर थापा महासचिव। यो ध्यानाकर्षण पत्र श्रद्धेय महासचिव कमरेडलाई बुझाइदिन हुन म अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद अध्यक्षज्यूलाई। धन्यवाद नेपाल शिक्षक महासङ्घका महासचिवज्यू, यस कार्यक्रम नेपाल शिक्षक महासङ्घका अध्यक्षज्यू, शिक्षा महासङ्घका पदाधिकारीज्यूहरू, नेपाल शिक्षक महासङ्घसँग सम्बद्ध रहेका सबै सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू, सबभन्दा पहिलो कुरा त तपाईँहरूले आफ्नो पेसागत हकित र अधिकारको निम्ति विद्यालय शिक्षा ऐन छिटोभन्दा छिटो शीघ्रतर रूपमा सदनबाट पारित गराइयोस् भन्ने विषयलाई लिएर ध्यानाकर्षण गराउनका लागि आज यहाँ हाम्रो पार्टी कार्यालयमा धरना बस्नुभएको छ। सबैभन्दा पहिलो कुरा त यहाँहरू सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु पार्टीको तर्फबाट। त्यसको साथसाथै तपाईँहरूको यो अभियानको सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छौँ। हामी तपाईँहरूले उठाएका शिक्षक महासङ्घले उठाएका शिक्षकहरूको हक र अधिकारसँग जोडिएको विद्यालय शिक्षा ऐनको बारेमा जे प्रस्तावित भएको छ ती कैयौँ सीमा कमी कमजोरीका बावजुद पनि मूलतः ती प्रस्तावहरू ठिक छन्। विगत कालमा पटक चाहिँ हाम्रो अध्यक्ष प्रधानमन्त्री भएको बेलामा पटक सहमति र समझदारी पनि भएको हो। त्यही सहमति र समझदारी अनुसार चाहिँ शिक्षा ऐन छिटोभन्दा छिटो संशोधन गर्दै प्रक्रिया अगाडि बढाउनुपर्छ र पास गर्नुपर्छ भन्ने कुरा पनि भएको हो। यसो हुँदाहुँदै पनि तत्काल पास हुन सकिरहेको छैन र यो सदनमा केही विलम्ब भइरहेको अवस्था छ र हाम्रो तर्फबाट, हाम्रो दलको तर्फबाट यो विधेयकलाई छिटोभन्दा छिटो पारित गराउनका लागि हाम्रो प्रयास पूर्णतया हाम्रो प्रयास रहनेछ। त्यो कुरा यहाँलाई विश्वास दिलाउन चाहन्छु र सबै दलहरूको आपसी सहमतिको आधारमा अगाडि बढ्ने हो। त्यतिखेरको सदनको मोडालिटी अनुसार आपसी सहमतिकै प्रक्रियाबाट अगाडि बढ्ने कुरा हो। विगत कालमा तपाईँहरूले आन्दोलन गरिरहेको बेलामा पनि सबै दलसँग सम्बन्धित चाहिँ सरोकारवाला सबै पक्षसँग संवाद गर्दै गएर चाहिँ आपसी सहमतिको आधारमा त्यो विधेयक अगाडि बढेको हो। त्यस कारणले गर्दाखेरि नीतिगत रूपले त्यो विधेयकको बारेमा आधारभूत रूपमा कसै पनि विमति रहेको त देखिँदैन, तर पनि यो प्रक्रिया अगाडि बढ्न सकिरहेको छैन। त्यस कारणले गर्दाखेरि हामी छिटोभन्दा छिटो दलहरूको बिचमा सरोकारवाला सबै बिचमा सहमति भएअनुसार, सम्झौता भएअनुसार जुन विधेयक अगाडि बढेको छ र त्यो विधेयकलाई छिटोभन्दा छिटो अगाडि बढाइयोस्, छिटोभन्दा छिटो सदनबाट पारित गरियोस् भन्ने कुरामा हामी दृढ छौँ, प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ। यहाँले जो ध्यानाकर्षण गराउनु भएको छ त्यसको लागि शिक्षक महासङ्घका सबै सहभागी मित्रहरूप्रति हार्दिक आभार प्रकट गर्दै, धन्यवाद ज्ञापन गर्दै मैले राख्नुपर्ने कुराहरू, प्रतिबद्धताका शब्दहरू यिनी टुङ्ग्याउन चाहन्छु। धन्यवाद। पहिलो चरणको कार्यक्रम हामीले 24 गते सक्यौँ। 24 गते शनिबारका दिन काठमाडौँमा हामीले एउटा भव्य प्रदर्शन गरेका थियौँ। ठ्याक्कै यहाँले देखेको हुनुपर्छ। अनि अब त्यो दोस्रो चरणको कार्यक्रम अस्ति 27 गतेबाट सुरु भएको छ। 27 गते नेपाली कङ्ग्रेसको केन्द्रीय कार्यालयमा बस्यौँ हामी, 28 गते नेकपा एमालेकोमा बस्यौँ, 29 गते हिजो होली थियो। अब आज हामी 1 गते यहाँ बसिरहेका छौँ नेकपा माओवादी केन्द्रकोमा। भोलि 2 गते हामी नेकपा एकीकृत समाजवादी कहाँ बस्दैछौँ, त्यसपछि राष्ट्रपा कहाँ बस्दैछौँ, अरू संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीति। अनि 20 गतेबाट सबै देशभरिका शिक्षक कर्मचारीलाई हामी काठमाडौँमा बोलाउनेछौँ। हाम्रो सङ्ख्या 4 लाख छ। ती सबै शिक्षक कर्मचारीलाई काठमाडौँमा बोलाएर हामी सडक आन्दोलन गर्दैछौँ। अब अर्को ठुलो जनआन्दोलन जस्तो शिक्षक कर्मचारी आन्दोलन हुँदैछ। ती शब्दमा विश्वास गर्न छोडिसक्यौँ, काममा मात्रै विश्वास गर्छौँ। सत्तामा हुने, प्रतिपक्षमा हुने सबै राजनीतिक दलहरूलाई हाम्रो के आग्रह छ भने
उहाँहरूले अब कामबाट देखाइदिनुहोस्, प्रतिनिधि सभाबाट पारित गरिदिनुहोस्, त्यसपछि हामी विश्वास गरौँला। अन्यथा अहिले हुने आन्दोलनले विद्यालय शिक्षा ऐन जारी नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ। हामी कुनै हालतमा छोड्दैनौँ। यसपटक सहमतिको पनि आवश्यकता छैन। हामी सडकमा आन्दोलनमा रहिरहन्छौँ। उहाँहरूले संसदबाट ऐन जारी गर्नुहुन्छ, सडकबाटै उहाँहरूलाई धन्यवाद दिएर हामी फर्किन्छौँ। यसपालि कुनै वार्ता र सहमतिको आवश्यकता छैन। राष्ट्रिय समितिको सभाध्यक्ष अहिले आन्दोलन परिचालन समितिको शिक्षकहरूको आन्दोलन भन्दा विगतदेखि नै यो नेपाल सरकार र नेपाल शिक्षक महासङ्घसँग हामीले यो शैक्षिक र पेशागत मुद्दाहरूलाई उठान गरेर सहमति गरेका थियौँ। त्यो सहमतिलाई नेपाल सरकारले व्यवस्था गर्यो। हामीले त्यो सहमतिलाई पूर्ण रूपमा चाहिँ अब कार्यान्वयन हुने गरेर विद्यालय शिक्षा ऐन चाहिँ जारी हुनु पर्यो भन्ने हामीले माग राख्यौँ र विगतमा पनि आन्दोलन गऱ्यौँ। त्यो आन्दोलनको अहिले लगभग 14 महिना जति बितिसक्यो। विद्यालय शिक्षा विधेयक संसदको चाहिँ विषयगत समितिमा चाहिँ परामर्शमा रहेको र त्यसले चाहिँ गति लिन सकेन। नेपाल सरकार शिक्षालाई यो विद्यालय शिक्षा विधेयकप्रति उदासीन छ र त्यसपछि हामी यो सरकारलाई चाहिँ सचेत गराउनको लागि, ध्यानाकर्षण गराउनको लागि हाम्रो 26 गतेको हामीले सरकारलाई एकदम सौहार्दपूर्ण शान्ति वातावरणमा आन्दोलन गरेका थियौँ। सरकार जुन हाम्रो शिक्षा ऐनका निमित्त सदनमा गएको शिक्षा विधेयकलाई सरकारले छिटोभन्दा छिटो शिक्षा ऐन पारित नगर्दा हामीले चाहिँ यो चरणबद्ध रूपमा, किनभने सरकारमा गएका विभिन्न दलका प्रतिनिधिहरू नै हुन्, सभासदहरू पनि दलको प्रतिनिधि भएको कारणले उहाँहरूलाई दबाब स्वरूप हामीले यो धरना कार्यक्रम गरेका छौँ। अब यदि गर्दा पनि राज्यले सरकारले सुनेन भने हामी अब योभन्दा पछाडिको आन्दोलन एकदम आक्रामक रूपमा हामीले अगाडि बढ्छौँ। विद्यार्थीहरूको गुणस्तरीय शिक्षा पाउने नैसर्गिक अधिकार छ, त्यसलाई आत्मसात गरेर हामीले विगतमा फागुनको 24 गतेको शनिबार हामीले प्रदर्शन गऱ्यौँ। 50,000 शिक्षकहरू सडकमा आउनुभयो र पछिल्लो चरणमा अहिले पनि हामी के गरिरहेका छौँ, एससीको बिचमा हामीले विद्यार्थीहरूको मनोविज्ञान नखल्बलियोस् भनेर 1 बजेदेखि 3 बजेसम्म जो साथीहरू आउनुहुन्छ उहाँहरू आफ्नो क्लास भ्याएर र 3 बजेपछि फेरि त्यस्तो छ भने आफ्नो क्लासलाई फेरि लिने, आफ्नो पिरियडलाई लिने गरेर नै हामीले यो क्लासको म्यानेज गर्ने गरेर हामीले यो धरना कार्यक्रम राखेका छौँ र उपत्यका अहिले हामीले उपत्यका केन्द्रित मात्रै गरेका छौँ। यो देशैभरिका शिक्षकहरूलाई पनि बोलाएको छैनौँ। अहिले फेरि परीक्षाको समय पनि छ, साथीहरूले 1 बजे परीक्षा भ्याएर यो धरना कार्यक्रममा आइरहनु छ।